अगर आप अभी सन के सरफेस के बारे में सोच रहे हो तो आपके थॉट्स तुरंत वहां तक पहुंच जाते हैं। मतलब आपके थॉट्स लाइट से भी ज्यादा फास्ट होते हैं। I know you might be surprised कि why भिडियोको थम्बनेल अर्कै छ, टाइटल एउटा छ र भिडियोको स्टार्टिङ नै यसरी अर्कै तरिकाले भयो. I know that, I understand that feeling. But there is something I want to address अनि I want to share. I know I've been not making videos for some time, but अहिले यो टाइममा आएर चाहिँ I'm making video because there is something that I need to address and you need to understand. मलाई चाहिँ मान्छेहरूले मैले मेरो भिडियोको च्यानल छ भनेपछि चाहिँ के हो भन्छन्. मैले निराजन्स कसमस भन्छु अनि दे आस्क फर स्पेलिङ, मैले स्पेलिङ दिन्छु उनीहरूलाई. दे सर्च इट, युट्युबमा च्यानल टपमै आउँछ, नो प्रब्लम, होइन, प्रब्लम छैन त्यसमा, पनि स्क्रोल गर्नु पर्दैन. के भन्दाखेरि सब्सक्राइबर काउन्ट देख्छन् 91 छ अहिले राइट नाउ at the time of making video. 91 subscribers छन्. अनि दे आस्क इज वाइ थोरै सब्सक्राइबर्स, कति टाइम भयो सुरु भएको. मैले भन्छु अगस्त सेप्टेम्बर अफ 2024 यति बेलाबाट मैले सुरु गरेको. अनि दे आस्क कतिवटा भिडियो छ एट द मोमेन्ट अफ दिस रेकर्डिङ अफ दिस भिडियो, सायद 85 वटा भिडियो छ, होइन. अनि दे टेल मी कि त्यो ब्लग भिडियोहरू बनाऊ हाल, कन्टेन्ट च्यानल चल्छ. त्यो सौरभ जोशी जस्तो ब्लगवाला भिडियो बनाऊ अनि त्यो हाल, त्यो चल्छ, किनभने मान्छेहरूले त्यही हेर्छन्. द्याट्स वेयर यु विल गेट मोस्ट सब्सक्राइबर्स. बट आई डोन्ट वान्ट द्याट. मलाई त्यो चाहिएकै छैन. आई डोन्ट वान्ट कि मिलियन्स, आई मिन अफकोर्स कसको विश हुँदैन कि पिपल सब्सक्राइब टु देयर च्यानल एन्ड ग्रो. त्यहाँबाट मेबी हुनसक्छ नि अर्निङ पनि होस्, होइन. पिपल वान्ट द्याट अफकोर्स. बट मेरो त्यस्तो एक्चुअल निड चाहिँ छैन. बट एट द सेम टाइम आई अल्सो डोन्ट वान्ट कि पिपल अल्सो नट सब्सक्राइब टु द च्यानल. आई डोन्ट वान्ट टु नट सब्सक्राइब टु द च्यानल भनेको म चाहन्छु कि मान्छे सब्सक्राइब गरून्, बट नट विथ द इन्टेन्सन द्याट आई डोन्ट ह्याभ सच इन्टेन्सन कि पिपललाई आई विल फोर्स देम टु सब्सक्राइब, होइन. आई थिङ्क मैले हार्डली च्यानलमा नै एन्ड सब्सक्राइब भनेर चाहिँ यसरी भनेको छु कि कुनै लङ फर्म भिडियो, सर्ट फर्म भिडियोमा यहाँ अफकोर्स मैले भन्छु कि इन्स्टाग्राममा इफ यु वान्ट टु वाच फलो गर @niranjan.cosmos भन्छु, होइन. बट अफकोर्स आई डोन्ट से द्याट अन लङ फर्म भिडियोज. मैले सायद हार्डली 6-7 वटा भिडियोमा भनेको छु होला, अनि त्यो पनि लास्टमा सायद पोस्टरहरू यस्तै बनाएर. बट हियर इज वाट आई वान्ट. आई डोन्ट वान्ट त्यस्तो खालको सब्सक्राइबर्स जो चाहिँ मेरो भिडियो हेर्नलाई होइन, खालि मेरो च्यानल सब्सक्राइब गर्न मात्र छोड्छन्. अफकोर्स आई डोन्ट वान्ट द्याट. आई वान्ट कि इफ दे आर एक्चुअली सब्सक्राइबिङ टु माई कन्टेन्ट, आई वान्ट देम टु वाच माई कन्टेन्ट सो द्याट उनीहरूले मेरो भिडियोमा फिडब्याक दिउन्. उनीहरूले भन्नुन् कि मेरो त्यहाँ गल्ती छ, अथवा यु सुड हेभ सेड दिस, यहाँ अझै बेटर हुन्थ्यो, यु सुड हेभ सेड दिस इन दिस वे, अथवा यो फ्याक्ट यस्तो पनि थियो, यसलाई अझै यस्तरी भनेको राम्रो हुन्थ्यो. होइन, कन्स्ट्रक्टिभ क्रिटिसिजम, फिडब्याक, यो राम्रो हुन्छ. आई डोन्ट वान्ट कि मैले त्यो फेरि त्यो सौरभ जोशी जस्तो ब्लग बनाऊँ अथवा मेक सम फन्नी कन्टेन्ट अनि पिपल सब्सक्राइब टु द्याट, अनि त्यसपछि बिकज द्याट इज नट माई फोर्टे. मेरो फोर्टे भनेको साइन्स हो. मेरो फोर्टे भनेको टु एक्सप्लेन थिङ्स हाउ इट ह्यापन्स. अनि मेरो फोर्टे भनेको के हो भन्दाखेरि आई वान्ट टु टेल पिपल हाउ फोटोसिन्थेसिस वर्क्स. आई वान्ट टु tell people how the frequency in higher dimension or higher frequency level or higher level ma janu is a pseudoscience. I want to explain them that. But there is some kind of anti-intellectual ignorance that people have. They have ignorance toward intellectual capacity of individuals. अनि एउटा kind of dissonance जस्तो छ in people in regards to method, in regards to
fact in regards to the mechanism against their belief. मैले यसरी भिडियो बनाउँछु हो, भिडियो बनाइसकेपछि आई पिक समथिङ त्यो भिडियोबाट, अनि आई थिङ्क अफ थम्बनेल। म थम्बनेल यस्तो बनाउँछु भनेर सोध्छु के मेरो माइन्डमा एउटा पिक्चर आउँछ कि म थम्बनेल यस्तो यस्तो बनाउँछु हो। अब त्यो कुनै क्लिप हुनसक्छ मेरो स्क्रिनसट, अनि त्यो स्क्रिनसटबाट मैले केही कुरालाई मास्किङ गरेर केही कुरालाई सेन्टरमा ल्याएर अनि त्यसपछि टेक्स्ट लगाएर अनि ब्याकग्राउन्डमा म ब्याकग्राउन्डको लागि अब गुगलमा जान्छु, ब्याकग्राउन्डको इमेजहरू खोज्छु अनि आई मेक द्याट होइन। सो अब त्यो युज गरेर त्यो फिग्मामा बनाउन इट माइट टेक मी 30 मिनट्सदेखि आवर्स पनि, समटाइम्स इट टेक्स 4 to 5 hours एज वेल। 82वटा भिडियोज बनाएँ मैले अहिलेसम्म, अनि अब मैले अब नर्मलाइजेसन गर्दैछु। एभरेजमा चाहिँ इट हेज टेकन मी एटलिस्ट 3 hours। ओके, सबै थम्बनेललाई इफ आई नर्मलाइज द्याट एउटा कर्भ बनायो भने मलाई 3 hourमा चाहिँ त्यो पिक होला उसमा देखाउँछ क्या ग्राफमा। सो एउटा भिडियोलाई मैले यसरी इन्भेस्ट गर्दै गएँ भने मैले अहिलेसम्म 82वटा भिडियोज बनाएको छु, त्यसमा कुनै 6 घन्टादेखिको पनि छ होइन त्यो रेकर्डिङ लाइभवाला, कुनै यस्तै आधी घन्टा जस्तोको पनि छ, कुनै 5-10 मिनट जस्तो पनि छ होइन। एन्ड दे अल टेक सम अफ माई टाइम। अहिलेसम्म कति टाइम लिएको छ तिनीहरूले, से 50 hours टोटल भिडियो बनाउँदाखेरिको 50 hours और 60 hours। 60 hours भनेको 5 दिन, नै सरी 12-5 भनेपछि you get the point, right? Calculation you can do that. अब मैले यहाँ भने भने you will not think, but if I ask you to think, you will have to think, and that's what I want you to do. 60 घन्टा मैले लगाएर मैले भिडियो बनाउन लगाएको छु भने इट मिन्स आई हेभ टेकन 2.5 days हो अहिलेसम्म। एन्ड इफ आई टक अबाउट थम्बनेलवाला डिजाइनवाला एस्पेक्ट, मैले त्यसमा सोचेको छु होला, आई हेभ इन्भेस्टेड सम कलर्स होइन, कलर पिक, थम्बनेललाई कस्तो बनाउने, थम्बनेललाई कसरी अरू एडिट गराउने, यो अल दिस थिङ्स। यो कुरालाई हेर्ने हो भने चाहिँ लेट्स से आई हेभ टेकन 30 hours हो, भनेको मेरो 90 hours त यो च्यानललाई मैले इन्भेस्ट गरेको छु। अनि यति त बिसाइड्स द पोइन्ट, मैले रिसर्च गर्नु पर्यो, मैले पढ्नु पर्यो, अल दिस थिङ्स। यसको लागि यी सबै गर्दाखेरि लेट्स से आई हेभ इन्भेस्टेड 150 hours हो। 150 hours जे जति मैले इन्भेस्ट गरेको छु यसमा, त्यसको रिजल्टले गर्दाखेरि यतिवटा भ्यू आएको छ हो। टिकटकमा एउटा दुईवटा भिडियो त्यसै सेन्सेसन जसरी चलिदियो, एउटा भिडियो 100,000 भनेको 1 लाखजनाले हेर्नुभयो, एउटा भिडियोमा यस्तै 25, 26, 27 हजार यस्तै हुनुहुन्छ होइन। अरू कहिलेकाहीँ टुक्का लगाइदिन्छ जान्छ, त्यो एल्गोरिदमको कमाल हो। अब एज सुन एज आई क्लिक पब्लिस, त्यो पब्लिस गरेर मैले माउसबाट यसरी हात उठाएपछि इट इज बियोन्ड माई कन्ट्रोल। अब त्यो जे जति गर्ने एल्गोरिदमले गर्छ। अनि एल्गोरिदमले कसरी इङ्गेजमेन्ट बढाउँछ, मतलब होम पेजमा कसरी पुऱ्याउँछ भन्दाखेरि त्यो कन्टेन्टमा कतिवटा लाइक आउँछ, कतिवटा कमेन्ट आउँछ होइन। जति धेरै इङ्गेजमेन्ट हुन्छ त्यति धेरै एल्गोरिदमले के भन्छन्, एल्गोरिदमको एउटा रिवार्ड सिस्टम हुन्छ, त्यो रिवार्ड सिस्टमले के भन्छ, ओके दिस पर्टिकुलर भिडियो इज दिस पर्टिकुलर कन्टेन्ट इज गेटिङ इङ्गेजमेन्ट, म यसलाई अरू मान्छेलाई देखाइदिन्छु हो। यो एल्गोरिदम कमाल। म आई एम मसिन लर्निङ इन्जिनियर, सो आई अन्डरस्ट्यान्ड द आस्पेक्ट्स अफ दिस काइन्ड अफ एल्गोरिदम्स। यिनीहरूको एउटा रिवार्ड सिस्टम हुन्छ। अब आई क्यान टक अबाउट दोज एल्गोरिदम्स राइट नाउ इन दिस भिडियो, बट द्याट्स नट द पोइन्ट हियर होइन। आई हेभ अर्को च्यानल जसमा चाहिँ मैले टेक रिलेटेड कन्टेन्टहरू पनि बनाउँछु। हिजो एउटा भिडियो पोस्ट गरेको थिएँ, सर्ट भिडियो। अल्सो द्याट इज अल्सो बिसाइड द पोइन्ट। मैले भन्दै थिएँ कि एज सुन एज आई क्लिक पब्लिस द्याट इज बियोन्ड माई कन्ट्रोल। अनि त्यही मेरो बियोन्ड द कन्ट्रोल भएको हुनाले
आई क्यान नट डिसाइड कि मेरो कन्टेन्ट मान्छेले हेर्छन् हेर्दैनन्। आई कान्ट डिसाइड द्याट। त्यो सब्सक्राइबरकोमा जान्छ, मैले कता सेयर गर्नुपर्ने मैले त्यो सेयर गर्छु, नो डाउट अबाउट द्याट। बट द्याट इज बिसाइड द पोइन्ट कि त्यो एल्गोरिदमले डिसाइड गर्ने कि यसलाई पुस गर्ने कि यत्तिकै छोडिदिने भनेर। सो मलाई सजेस्ट गर्नु कि मेक दिस काइन्ड अफ भिडियोज जसमा चाहिँ भ्लग होस् अथवा डेली भिडियो हाल एन्ड इन्ट्रेस्टिङ यसरी हाँसेकोहरू फनी भिडियो बनाऊ, मान्छेहरू आउँछन्। दिज आर द काइन्ड अफ थिङ द्याट डिमोटिभेट्स। हुन त मेरो लागि मोटिभेसन त कस्तो हो भन्दाखेरि, लुक मेरो लागि मोटिभेसन भनेको त्यही ड्रगवाला साइकल जस्तै क्या। ड्रगले के गराउँछ भन्दा एउटा साइकल ओके मेरो लाइन छ, म त्यही लाइन अनुसार गाइड युज गरेर बनाउँछु है त। एउटा ठुलो साइकलमा यस्तै पुऱ्याउँछ ओके, अनि त्यसपछि सानो 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 यस्तो हुँदै जान्छ क्या। सो वाट ड्रग डज एन्ड मोटिभेसन डज इज एसेन्सियली सेम। सट्टै उचालिदिन्छ हो, उचालेर अनि फालिदिन्छ, अनि अनि त्यो अब त्यही हिट लाग्दैन, मतलब सेम पिक आउँदैन नि त, त्यो हिट लाउँदैन, अनि अलि कम अलि कम अलि कम ग्राफ गर्दै जाँदा एउटा स्ल्यान्टेड लाइन आउँछ क्या, यस्तो छड्के लाइन आउँछ ग्राफ त्यो कन्स्ट्रक्ट गऱ्यो भने। सो मेरो लागि मोटिभेसन भन्ने कुरा नै त्यही हो। एन्ड अफकोर्स म मोटिभेसन डिमोटिभेसन भन्दा त बियोन्ड नै छु, बिकज आई डोन्ट टेक मोटिभेसन स्टफ भेरी सिरियसली। अनि मेरो लागि त बकवास कन्सेप्ट जस्तो हो क्या मोटिभेसन भने। जस्ट लाइक से स्युडो साइन्स जसरी बकवास हुन्छ नि, हो त्यस्तै हो मेरो लागि चाहिँ होइन। अनि द्याट इज वाइ त्यो सजेस्ट मी टु यस्तो खालको कन्टेन्ट बनाऊ जसमा फनी हुन्छ, मान्छेले हेर्छन्। आई डोन्ट वान्ट द्याट कि डेली भ्लग बनाऊ, आई डोन्ट वान्ट द्याट। लुक मैले रिसर्च, आई हेभ टु स्टडी, आई हेभ टु रिसर्च, अनि मैले त्यसलाई स्टडी गरेर मैले एनालाइसिस गरेर मैले स्क्रिप्ट, कुनै कुनै भिडियोमा मैले स्क्रिप्ट लेखेको पनि छु, बट त्यो स्क्रिप्ट आई डोन्ट फलो द्याट स्क्रिप्ट। आई एम गोइङ टु भेरी ट्रुथफुल, आई डोन्ट युज स्क्रिप्ट। मैले के गर्छु भन्दाखेरि यसरी भिडियो क्यामेरा खोल्छु, अन द स्पट बनाइदिन्छु, आई डोन्ट केयर होइन। त्यो फ्याक्टहरू यदि चाहियो भने आई विल पज द भिडियो, सर्च गर्छु, मैले खोजिहाल्छु, मैले नोट कतै बनाएको त्यो कन्टेन्ट रिलेटेड नोट कतै बनाएको छ भने नोट हेर्छु, आई जस्ट के अरे रिफर टु द नोट एन्ड मेक द भिडियो होइन। अनि यत्रो आवर्स मैले इन्भेस्ट गर्छु, अनि पिपल से कि तिम्रो च्यानल ग्रो गराउनलाई यस्तो भिडियो बनाऊ। फाइन, ओके फाइन, ठिक छ। मैले भिडियो त्यस्तो बनाएर होइन, मान्छेहरू आएपछि अनि मैले के सोचेँ भन्दा आई विल डिसाइड कि म साइन्स रिलेटेड नै बनाउँछु। न अफकोर्स नट, किनभने त्यो हुने बित्तिकै मान्छेहरूले इमिडिएटली अनसब्सक्राइब गरिदिन्छ, अनि फेरि उही त्यो ड्रगवाला जस्तै कुरा हुन्छ मैले भन्थेँ होइन। सो आई डोन्ट वान्ट टु डु द्याट होइन। अनि मलाई यो हाम्रो ह्युमन सोसाइटी कसरी डेभलप भयो होइन, हाम्रो ल्याङ्ग्वेज, हाम्रो थटले कसरी हाम्रो सिभिलाइजेसनलाई कसरी सेप गर्यो होइन। वाइल ल्याङ्ग्वेज इज जस्ट नट अ टुल बट अल्सो अ वे टु थिङ्क। अनि सडनली एउटा मान्छेको ब्रेनमा ट्युमर बोलाउँछ, त्यो ट्युमर बोलाएपछि एकदम चिल एकदम कुल मान्छे पनि सडनली उसको फ्यामिलीलाई मार्न थाल्छ। इट जस्ट सडनली स्टार्ट्स टु किल, अनि आफू पनि यहाँबाट उडाएर मारिदिन्छ होइन। मैले भन्नु मिल्दैन, युट्युबको एल्गोरिदमले ब्लक हानिदिन्छ, सो आइ एम जस्ट नट गोइङ टु से द्याट वर्ड होइन। यो बेसिकली गड कि यहाँबाट आफैले उडाइदिन्छ होइन। अनि त्यो उडाउनुभन्दा पहिला त्यो लेटर लेख्छ क्या, एउटा लेटर लेख्छ। के लेख्छ भन्दाखेरि मेरो ब्रेनमा प्रब्लम छ, मेरो ब्रेनलाई डाइसेक्ट गरेर हेर्नु भनेर भन्छ क्या, लिटरली ओके। अनि त्यसपछि अब त्यो कुन चाहिँ बुकबाट मैले पढेर थाहा पाएको भन्दा, दिस बुक बिहेड बाई रोबर्ट सपोल्स्की। अनि यु थिङ्क कि म त्यस्तै फनी भिडियो बनाएर डु यु थिङ्क द्याट आई एम द्याट फनी? नो आइ एम नट। आई विल एक्सेप्ट द्याट आई एम नट द्याट फनी। एन्ड यु सी अल दोज बुक्स, मैले सबै पढाएको छैन, एन्ड देयर आर मेनी बुक्स द्याट आई वान्ट टु रिड ओके। यहाँ पनि कति धेरै किताबहरू छन् जुन मैले पढेको पनि छैनन् होला। मैले कति किताबहरू साथीहरूलाई लेन्ड पनि गरेको छु होइन। अनि कन्टिन्यू है। सो यति धेरै किताबहरू छ,
मलाई यति धेरै किताबहरू पढ्नु मन छ अनि दे आर इन द लिस्ट अनि आई वान्ट टु रिड देम, आई वान्ट टु क्रिएट समथिङ अनि आई वान्ट टु सेयर विथ यु अनि द्याट्स वाट आई वान्ट टु डु होइन। मलाई त्यो फन्नी हुनु नि मन छैन होइन। मलाई त्यो के भन्छ, आई मिन अफकोर्स आई कुड एक्ट, आई मिन के अरे आई मिन अफकोर्स वान इन्डिभिजुअल, बट स्क्रिप्टको दुईवटा साइडबाट प्ले गरेर आई कुड मेक समथिङ, बट त्यो चाहिँ आई हेभ बिन प्लानिङ त्यो साइन्स रिलेटेड कन्टेन्टहरूलाई नै लिएर। ओके, सो त्यो जुन सुरुमा क्लिप लगाएको थिएँ नि मैले बियर बाइसेपको, त्यो भिडियो कहिले चलेको तपाईँलाई थाहा छ? मोस्ट प्रोबेबली नट, तपाईँलाई याद छैन होला, बिकज यति धेरै कुराहरू तपाईँले कन्ज्युम गर्नुभएको छ, सायद त्यो कुरा त तपाईँले बिर्सिसक्नु थियो होला। इफ मैले त्यो क्लिप नलगाएको भए सायद तपाईँलाई याद नै आउँथेन होला होइन। त्यो क्लिपमा उसले के भन्छ भन्दाखेरि सनको बारेमा सोच्यो अनि मैले सनको सर्फेसको बारेमा सोचेँ अनि द्याट इज वाइ आई क्यान इमेजिन द्याट सनको सर्फेसमा के भइरहेछ मैले सोच्न सक्छु। सो फास्टर देन लाइट चाहिँ स्पिड अफ थट चाहिँ फास्टर देन लाइट छ भनेर उसले कुरा गर्छ होइन, फास्टर देन स्पिड अफ लाइटको कुरा गर्छ होइन। यो क्वेसन छ नि, म यु क्यान से कि मैले ढाँटेको, आई डोन्ट माइन्ड होइन। मेरो भिडियोमा देयर हेज बिन अ गेस्ट मेरो पोडकास्टमा अर्जुन राणा भन्ने, एन्ड इफ यु हेभ वाच्ड अर्जुनसँगको मेरो भिडियोहरू यु नो द्याट हि इज माई फ्रेन्ड होइन। अर्जुन र म स्कुलमा सँगै पढ्थ्यौँ अनि क्लास 8मा हुँदाखेरि मैले र अर्जुनले, एउटा सर हुनुहुन्थ्यो साइन्स पढाउने सर होइन, त्यो सरलाई बिहानको 8 बजेको ट्युसन भ्याइएपछि बाहिर क्लासरुमबाट बाहिर निस्केपछि त्यो सरलाई अर्जुनले र मैले यही क्वेसन सोधेर हैरान पारेको होइन। हैरान पारेर सरले आन्सर दिन नसकेर अनि त्यसपछि हामी घर गएर अनि अलि दिनपछि वी जस्ट रियलाइज कि त्यो हाम्रो इल्युजन थियो होइन। अनि त्यो हामीले वी ह्याड रिकन्साइल्ड विथ द आन्सर कि हामीलाई थाहा थियो त्यसको आन्सर, मतलब हामीले पछि वी फाउन्ड आउट द आन्सर। बट त्यति बेला के चाहिँ भयो भन्दाखेरि अब त्योबाट बियोन्ड हामी गइसकेका थियौँ कि त्यस्ता ती स्टुपिड क्वेसन, आई मिन साइन्समा त केही स्टुपिड क्वेसन हुन्न, बट यु नो त्यो अलि मूर्खतावाला क्वेसन हुन्छ नि त, इन द सेन्स कि हाउ क्यान समथिङ बी फास्टर देन स्पिड अफ लाइटवाला कुरा। अब फेरि आउँछ क्वान्टम इन्ट्याङ्गलमेन्ट अनि यु नो त्यो नै, म त्यो कुरा गरेर होइन, क्वान्टम इन्ट्याङ्गलमेन्टको म पछि कुरा गर्छु। यु नो स्पिड अफ थट इज फास्टर देन स्पिड अफ लाइटवाला कुरा चाहिँ नै, त्यो चाहिँ एकदम गलत हो होइन। अनि योवाला जुन आन्सर छ नि, यो आन्सर चाहिँ हामीले त्यति बेला पाइसकेका थियौँ। सो अब त्यो हिसाबले चाहिँ मैले यो क्वेसनलाई चाहिँ एउटा स्टुपिड क्वेसनै भन्छु कि। सो इमेजिन कि त्यो टाइममा लगभग 10-11 वर्ष भइसक्यो होइन त्यो क्वेसन सोधेको, अनि इमेजिन कि त्यो लेभलको इनोसेन्स थियो होइन त्यो टाइममा। अनि अहिले आई क्यान टक अबाउट सो मेनी थिङ्स साइन्स रिलेटेड। अनि त्यो क्वेसन, त्यो जुन क्लिप लगाएको थिएँ मैले रणवीरको, त्यो लगाउनुको कारण के हो भन्दाखेरि ही स्टिल हेज टु गो थ्रु द्याट क्वेसन होइन। सायद कसैले उसलाई यो रिलेटेड सिकाएन होला, अथवा मेबी उसको क्वेसन उसलाई त्यो उसको दिमागमा फर्स्ट टाइम त्यो क्वेसन आएको होला, हु नोज होइन। बट टु थिङ्क कि त्यस्तो चाहिँ इट गोज बियोन्ड समथिङ द युनिभर्सल ल, नेचरको युनिभर्सल ल, त्यो चाहिँ अलि कन्ट्राडिक्टरी हुन्छ। एन्ड यु हेभ टु थिङ्क अबाउट इट होइन, यु हेभ टु रिसर्च अबाउट इट, यु हेभ टु रिजन अबाउट इट होइन। सो द्याट इज वाइ यस्ता क्लिपहरू अनि अरू थुप्रै सिउडो साइन्स, जस्तै एउटा छ, आई जस्ट रिमेम्बर्ड इट, अघि भर्खरै आएको थियो। के भन्दाखेरि मान्छेहरूले वाइफाई अनि रेडियो वेभ्स यिनीहरूबाट त डेटा ट्रान्समिसन हुन्छ भन्ने बिलिभ गर्छन्, जुन वाइफाईको रेजहरू चाहिँ इन्भिजिबल हुन्छ, बट दे थिङ्क एनर्जी मेनिफेस्टेसन एन्ड भाइब्रेसन, एनर्जी फ्रिक्वेन्सी एन्ड भाइब्रेसन आर स्टुपिड थिङ्स भनेर त्यो क्लिपमा थियो कि होइन। सो
The thing about that clip is we understand exactly how Wi-Fi works. We understand exactly what frequency is. We understand exactly what energy is. We understand what exactly vibration is. Frequency त्यो frequency भनेको के हो, भाइब्रेसनले गर्दा सरी त्यो कुन पर्टिकुलर फ्रिक्वेन्सीको वेभ ले चाहिँ त कस्तो खालको भाइब्रेसन क्रिएट गर्छ. वी नो द्याट, वी नो रेजोनेन्स. अनि त्यसपछि अनि जुन आइडिया तिमीले कन्भे गर्न खोजिरहेको छौ त्यो भिडियोबाट त्यो टर्मिनोलोजी तिमीले युज गरेर यु कान्ट कन्भिन्स पिपल समथिङ. फ्रिक्वेन्सीको स्पेसिफिक डेफिनेसन छ, एनर्जीको स्पेसिफिक डेफिनेसन छ, भाइब्रेसनको स्पेसिफिक डेफिनेसन छ. All the scientific terms that you use have very specific definition, and you have to understand the nuances of that. You have to understand त्यसको what they mean, what that explains, हैन. सो त्यो टर्महरू अनरिलेटेड टर्म्सहरू युज गरेर कतैबाट कसैले फ्याक्ट एउटा केही फ्याक्ट भनिदियो त्यो थाहा पायो, यताबाट कसैले एउटा फ्याक्ट भनिदियो त्यो थाहा पायो, अनि अनरिलेटेड कुराहरूलाई त्यो जोड्न खोजिरहेको छ कि आफ्नो बायसिसहरू, आफ्नो फ्यालेसिसहरू. त्यो त्यसलाई कन्सिडर नगरिकन कि त्यसलाई एक्जामिन नगरिकन त्यो यत्तिकै जोडेर बनाइदिएको छ कि एउटा मैले देखेको थिएँ वैदिक साइन्स रिलेटेड यस्तै कुरा, होइन. वैदिक साइन्स भनेको छ अनि त्यसपछि के अरे के हो भनेर भनेको छ. अब अफकोर्स वैदिक साइन्स र वेस्टर्न साइन्स त्यो अब त्यो एउटा फ्याक्सन जस्तै बनाइदिएको छ, होइन. पोलिटिकल्ली त्यो एउटा फ्याक्सन. इफ यु डोन्ट अन्डरस्ट्यान्ड वाट फ्याक्सन इज, गुगल इट. म अहिले एक्सप्लेन गर्नेवाला छैन त्यो. आई डोन्ट ह्याभ सच आई डोन्ट वान्ट टु मेक कमेन्ट अन समथिङ पोलिटिकल राइट नाउ. ओके, फ्याक्सन भनेको अब फ्याक्सन कस्तो बनाइदिएको छ भन्दा एउटा वैदिक साइन्स छ, एउटा वेस्टर्न साइन्स छ, एउटा मुस्लिम साइन्स छ, होइन, एउटा बुद्धिस्ट साइन्स छ, एउटा क्रिस्चियन साइन्स छ, के साइन्स छ. अनि के कन्टेन्ट आउँछ भन्दाखेरि हाम्रो पुराणमा भगवान विष्णुको गर्भबाट ब्रह्मा निस्किनु भएको थियो, त्यो भनेको बच्चा गर्भमा बसेको के त्यो एकदमै अनरिलेटेड. अनि के भन्छ भन्दाखेरि त्यो भिडियोमा के भन्छ भन्दाखेरि समुद्रमा जति नुनको पर्सेन्टेज जुन हुन्छ त्यो र गर्भमा त्यो बच्चाको वरिपरि जुन फ्लुइडको सल्टको कन्सन्ट्रेसन हुन्छ इक्वल हुन्छ. अब पागल, बच्चा गर्भमा हुँदाखेरि त्यो लेभलको सल्टको कन्सन्ट्रेसन भयो भने बच्चा मर्छ. अस्मोसिस भन्ने कन्सेप्ट थाहा छैन तँलाई? हो, यस्तै कुराहरू यी जुन सन्ट यो कहाँबाट अनरिलेटेड कुराहरू लिएर जब भिडियो बनाउँछन् नि, हो त्यति बेला हो कि म जस्ता अरू जो साइन्टिफिकली अवेर छन् यस्ता मान्छेहरूलाई दे ह्याभ फ्रस्ट्रेसन. ओके, अनि हामीलाई यस्तै कुरामा यस्तै कुराहरूलाई लिएर यो जुन एन्टी इन्टेलेक्चुअल जुन राइज भइरहेको छ नि, हो यो कुरालाई देखेर अनि जो चाहिँ साइन्टिफिक टर्मलाई युज गरेर दे वान्ट टु के अरे त्यो गेन ट्र्याक्सन, अनि दे वान्ट टु एक्सप्लोइट द पिपुल हु डोन्ट अन्डरस्ट्यान्ड साइन्स. हो, यस्ता मान्छेहरूलाई देखेर रिस उठ्छ क्या मलाई, होइन. अनि अर्को कुरा त्यो इन्टरस्टेलरको साउन्ड ट्र्याक लगाइदिएछ जुनसुकै जस्तो पाए त्यस्तै भिडियोमा पनि केही त्यो अब मलाई एउटा पर्सनल्ली इन्टरस्टेलर फिल्म वाज मेरो लागि एकदमै इमोसनल, किनभने ब्ल्याक होलको अफकोर्स, होइन. सानैदेखि त्यो एउटा इन्साइक्लोपिडिया छ, आई हेभ देयर 2टा इन्साइक्लोपिडिया छन्. एउटामा चाहिँ एक्सप्लिसिटली एस्ट्रोनोमी रिलेटेड छ कि त्यो इन्साइक्लोपिडिया मैले क्लास 5 कि 6मा मलाई बाबा ल्याइदिनु थियो. आई थिङ्क 6 क्लासमा पढ्दाखेरि हो. अनि त्यो किताबमा चाहिँ मैले त्यो इन्साइक्लोपिडियामा मैले लाइफ साइकल अफ स्टार्सको टाइप, अनि एभोल्युसन अफ स्टार्स, अनि ब्ल्याक होल कसरी बन्छ, न्युट्रोन स्टार कसरी बन्छ, अल दिस थिङ्स त्यो रिलेटेड चाहिँ मैले पढाएको थिएँ त्यसमा, होइन. अनि सो नेचुरल टेन्डेन्सी वाज कि अब अनि त्यसपछि मैले ब्ल्याक होल रिलेटेड अरू इन्फर्मेसनहरू पनि कन्ज्युम गरेँ, विकिपिडिया पढेँ, होइन. अफकोर्स प्राइमेरी सोर्स अफ इन्फर्मेसन बिफोर अल दिज ल्याङ्ग्वेज मोडलहरूको बुम हुनुभन्दा पहिला विकिपिडिया वाज द मेजर सोर्स टु कन्ज्युम एनी कन्टेन्ट प्राइमेरीली, होइन. अनि त्यसपछि बल्ल किताबहरू जाने अनि अरू कुरामा जाने. सो विकिपिडिया हेऱ्यो, अनि त्यसपछि अरू किताब खोज्यो, हकिङको किताब खोज्यो, होइन. अनि अलिअलि पढ्न थाल्यो ब्ल्याक होलको. मेन्टल्ली ब्ल्याक होल कस्तो हुन्छ भनेर, ब्ल्याक होलको वरिपरिको कस्तो हुन्छ भनेर इमेजिन गरिएको छ, होइन.
अनि सडनली आई फाइन्ड कि एउटा इन्टरस्टेलर भन्ने फिल्म छ, त्यसमा चाहिँ एउटा कन्सेप्ट छ, त्यो यसमा चाहिँ ब्ल्याक होल अनि टाइम ट्राभल, सरी टाइम ट्राभल होइन, बेसिकली ब्ल्याक होल रिलेटेड कन्सेप्ट छ होइन। अनि आई वाच द्याट है, मैले हेरेँ। त्यसको साउन्ड ट्र्याक यस्तो इन्ट्रिगिङ थियो, मैले साउन्ड ट्र्याक युट्युबमा गएर खोजेर इयरफोन लगाएर प्ले गरेर त्यो साउन्ड ट्र्याकलाई डाउनलोड गरेर अनि लोकली डिभाइसमा राखेर सो द्याट अफलाइन पनि मैले प्ले गर्न सकु भनेर आई ह्याड डाउनलोडेड द्याट होइन। जब यो सर्ट फर्म कन्टेन्ट बनाउने कुरा सुरु भयो होइन, स्पेसली इन्स्टाग्रामको रिलहरूबाट नै हो क्या स्पेसली यो सुरु भएको। टिकटकमा चाहिँ पहिला खासै थिएन, अनि म टिकटकमा आएको पनि धेरै भएको छैन। इन्स्टाग्राममा स्क्रोल गरे एभ्री साइन्स भिडियो जब आउँछ अर स्युडो साइन्स रिलेटेड कन्सेप्ट आउँछ जसमा गड साइन्स अथवा एनर्जी फ्रिक्वेन्सी भाइब्रेसन यो रिलेटेड भिडियो आउँछ, इन्डस्ट्रियलको साउन्ड ट्र्याक आउँछ होइन। त्यो के अरे कर्नफिल्ड चेजवाला अनि त्यसपछि नो टाइम फर कसन, यो दुईवटा साउन्ड ट्र्याक बाहेक अरू त छँदै छैन। त्यो पनि एकदम बकस कन्सेप्टमा। अब त्यो साउन्ड ट्र्याकको पहिला मिनिङ बुझ, त्यो साउन्ड ट्र्याक किन त्यो एकदम इन्ट्रेस्टिङ छ, किन इन्ट्रिगिङ छ। मलाई यो प्लेग भन्ने त्यो रोग छ नि, हो त्यो प्लेग गरे जस्तो लाग्छ क्या मलाई। त्यो यो के भन्छ, नचाहिँदो कुरामा जे फिट हुँदैन त्यो फिट नहुने कुरालाई फिट गराउन खोजे क्या जबरजस्ती कोचेको। अनि यु आर ट्राइङ टु मेक इट साउन्ड समथिङ अथेन्टिक। नो, त्यो अथेन्टिक होइन भाइ, त्यो तेरो स्युडो साइन्स त फाल्दे भाइ, छोड्दे। द्याट्स वाट आइ एम ट्राइङ टु से। अब त्यो म फेरि त्यो भ्लग वालैमा जान्छु। मलाई मान्छेले भन्थ्यो कि भ्लग बना, किन बनाम। त्यो सौरभ जोशीले भिडियो बनायो, यु वाच द्याट, त्यसको भ्लग। त्यसले बिहान ब्रेकफास्टमा के खायो, आधी घन्टापछि त्यसको भिडियो हेरेको, आधी घन्टापछि सोध्यो भने याद छैन। वाट्स द पोइन्ट अफ वाचिङ द्याट कन्टेन्ट होइन। अब फेरि यु माइट बी सेइङ समथिङ फ्रम द स्क्रिन, आई अन्डरस्ट्यान्ड द्याट, आई एब्सोल्युटली अन्डरस्ट्यान्ड, बट हियर इज समथिङ वाट आई वान्ट टु से राइट नाउ। त्यो सौरभ जोशीले बिहानको ब्रेकफास्टमा के खायो तिमीलाई याद हुँदैन, यु विल फर्गेट इट। अस्ति के खाएको थियो त्यो पनि याद हुँदैन, 3 वर्ष पहिला के भनेको थियो उसले याद हुँदैन, यु विल नट ट्राई टु रिमेम्बर इट एज वेल। तर देयर इज अ पोइन्ट इन टाइम, तिमीलाई एभ्री इन्डिभिजुअललाई उसको फेभरेट सब्जेक्टमा पर्टिकुलर क्लासमा त्यो टिचरले एउटा यस्तो कुरा भनेको थियो, तिमीलाई त्यो वर्षौँ याद हुन्छ क्या। वाइ इज द्याट? तिमीलाई त्यो कन्सेप्ट किन याद हुन्छ? के अरे एउटा स्टुडेन्ट जसलाई डिप्लोमेसीमा इन्ट्रेस्ट छ, ब्याचलरमा ल पढिरहेको छ, मास्टर्समा पोलिटिकल साइन्स पढिरहेको छ, उसलाई क्लास 5मा, क्लास 6मा, क्लास 7मा, क्लास 8मा, क्लास 9मा, क्लास 10मा सोसलमा के अरे यो च्याप्टरमा पढ्ने बेलामा मैले यो पढ्थेँ, यो याद हुन्छ। वाइ इज द्याट? मलाई क्लास 5मा जेठको 17 गते सरले यो सब्जेक्ट पढाउनु भएको थियो, घाम यो पोजिसनमा थियो, टाइम यति बजेको थियो, के अरे सरले यो सब्जेक्टमा यस्तो यो पढाउनु भएको थियो। आई रिमेम्बर द्याट। मलाई यति डिटेलसम्म याद छ कि घाम कता थियो, टाइम कति बजेको थियो, कसले के भनेको थियो, पछाडि कसले के भनेको थियो। आई रिमेम्बर द्याट। वाइ डु वी रिमेम्बर द्याट? त्यो किन याद हुन्छ हामीलाई? Because our brain is trying to process things. And don't try to tell people ki do this instead of this when they have no interest. एउटा नोभल छ त्यहाँ, करोडौं कस्तुरी भन्ने। ओके, करोडौं कस्तुरी मैले 2075 सालमा पढेको। ओके, आज यो इयर 82 साल हो, चैतको आज कति गते हो? आज 10 गते हो, चैतको 10 गते हो आज हो। 75 सालको चैतको 24-25 जस्तै कति गते पढ्न सुरु गरे। वाइ डु आई रिमेम्बर द्याट? किन याद छ भन्दाखेरि हाम्रो 18 गते, चैतको 18 गते एसई भइएको थियो हो। एसई भइएको, आई ह्याड गन समवेयर, म कहाँ गएको थिएँ भन्दिनँ अफकोर्स, प्राइभेसी रिजन्स। तर मैले त्यो नोभेल लिएर गएको थिएँ। त्यो नोभेलमा के छ भन्दाखेरि कस्तुरी एउटा मृग हो, अनि
करोडौँ कस्तुरी त्यो टाइटल मलाई किन, त्यो किताब मलाई किन किनेको भन्दाखेरि क्लास 4को नेपाली किताबको च्याप्टर नम्बर 13 को टाइटल थियो कस्तुरी मृग, त्यसको सेकेन्ड लास्ट प्याराग्राफमा थियो कि कस्तुरी मृग किन हन्ट हुन्छ भनेर, सरी थर्ड लास्ट प्याराग्राफमा किन हन्ट हुन्छ भनेर थियो, सेकेन्ड लास्ट प्याराग्राफमा कस्तुरी र मान्छेमा के हुन्छ भनेर एउटा कम्प्यारिजन थियो। मतलब मान्छेले कस्तुरी मृगले आफ्नो सुगन्ध यस्तो हुन्छ भने थाहा नपाएर ऊ कन्फ्युज भएर उसले त्यो स्मेललाई खोज्दै बस्छ अरे। अनि मान्छेको अनि उसले अनि त्यो एसे लेख्ने मान्छेले एउटा ह्युमन र कस्तुरी मृगको के डिफ्रेन्स छ भनेर उसले कम्पेयर गरेको थियो। त्यो राइटर अलग हो, आई नो द्याट, तर उसको नाम के मलाई थाहा छैन। तर केही वर्षपछि मैले जब यो करोडौँ कस्तुरी टाइटल देखेँ, आई वान्टेड टु रिड द्याट नोभल। अनि त्यो नोभलको एक्ज्याक्टली कन्सेप्टमै त्यही थियो कि कम्पेरिजन अफ अ कस्तुरी मृग एन्ड अ ह्युमन। के भन्छ भन्दा एभ्री सिङ्गल इन्डिभिजुअल इज युनिक, एउटा स्नोफ्लेक जस्तै हो, एकदम युनिक हुन्छ। एन्ड दे आर ट्राइङ टु फाइन्ड समथिङ द्याट दे अलरेडी ह्याभ। सो आई रिमेम्बर द्याट, ओके। त्यही भएर भन्दैछु एन्टी इन्टेलेक्चुअल हुने होइन, यु सुड ट्राई टु अन्डरस्ट्यान्ड द्याट। अनि अर्को कुरा त्यो एउटा आउँछ अर्को कन्सेप्ट पनि, आई एम जस्ट ट्राइङ टु एक्सप्रेस माई फ्रस्ट्रेसन हियर, जस्ट सो लिसन, बेयर विथ मी डे। अर्को कुरा के आउँछ भन्दाखेरि त्यो ठुलो भोकाबुलरी युज गरेर डोन्ट ट्राई टु साउन्ड इन्टेलेक्चुअल भनेर भन्छ होइन। इफ यु ट्राई टु अन्डरस्ट्यान्ड द डेप्थ अफ समथिङ यु हेभ टु नो द भोकाबुलरी, ओके। एउटा हाइपोथेसिस छ, सपियर-वुल्फ हाइपोथेसिस भन्ने, वेयर इज द्याट नोट, ओके त्यहाँ माथि एउटा हाइपोथेसिस छ, सपियर-वुल्फ हाइपोथेसिस भन्ने। यो हाइपोथेसिसले के भन्छ भन्दाखेरि ल्याङ्ग्वेज इज नट मियर ए टुल फर कम्युनिकेसन बट अल्सो टु सेप द वे वी थिङ्क। हामीले कसरी सोच्छौँ भनेर त्यो सेप गर्ने पनि टुल हो क्या ल्याङ्ग्वेज। मलाई नेपालीमा कुनै वर्ड थाहा छैन, तर मलाई इङ्ग्लिस अथवा हिन्दी अथवा उर्दू कुनै अर्को ल्याङ्ग्वेजमा थाहा छ भने आई क्यान थिङ्क इन द्याट ल्याङ्ग्वेज एज वेल। मलाई नयाँ पर्सपेक्टिभ आउँछ, आई क्यान थिङ्क समथिङ युनिक मलाई नेपाली ल्याङ्ग्वेजमा भन्दा अर्को ल्याङ्ग्वेज। अब फेरि यु क्यान से कि अब ल्याङ्ग्वेजमा कसरी हाउ क्यान वी थिङ्क इन ल्याङ्ग्वेज भनेर, बट द्याट्स फर अनदर भिडियो। थिङ्किङ एउटा एब्स्ट्राक्सन हो, त्योभन्दा माथिको एब्स्ट्राक्सन भनेको ल्याङ्ग्वेज हो, ओके। ल्याङ्ग्वेज इज लिटरली एब्स्ट्राक्सन अफ आवर थट। अनि सो ल्याङ्ग्वेज सेप आवर थट, अनि त्यसमा पनि भोकाबुलरी, जति स्ट्रङ भोकाबुलरी हुन्छ द मोर स्ट्रङ भोकाबुलरी यु हेभ द मोर क्लियरली यु क्यान क्रिएट द पिक्चर। अनि सो यो भन्नु कि डोन्ट ट्राई टु साउन्ड इन्टेलेक्चुअल बाई युजिङ अ स्ट्रङ भोकाबुलरी, जसले भन्छ नि यु डोन्ट अन्डरस्ट्यान्ड द्याट डेप्थ, यो हाइपोथेसिस हो। सो दिस इज वाट आई वान्टेड टु टक अबाउट। थम्बनेल अर्कै हुनेवाला छ, इन्ट्रोडक्सन सुरुमा इन्ट्रोवाला भिडियो क्लिप अर्कै चल्नेवाला छ, एन्टायर भिडियो त्यो फ्रस्ट्रेसन पुगेको हुनेवाला छ। मतलब थियो के भने अब त पास्ट टेन्समा भयो नि त। सो इफ यु आर वाचिङ अन्टिल हियर, थ्याङ्क यू भेरी मच, आई विल सी यु सुन, बाई बाई।